पाप गऱ्यौँ हामी तुरुन्तै परमेश्वर कहाँ फर्क्यौँ। मैले त 50 पल्ट पाप गरिसकेँ, अब त प्रभुले क्षमा गर्नुहुन्न होला। शैतानले नै आएर भन्छ हो प्रभुले क्षमा गर्दैन, तर परमेश्वरले के भन्नुहुन्छ तिमी म दिपकले भजन सङ्ग्रहमा हामी पाउँछौँ धर्मी जन 7 पल्ट गर्छ, 7 पल्ट हुँदछ, तर मूर्ख 1 पल्ट गर्छ अनि त्यही अवस्थामा रहन्छ। सो पाप नगरेर हामी प्रार्थना गर्छौँ भने परमेश्वरले प्रार्थना सुन्नुहुन्छ। अनि अर्को बिना विश्वासको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। अब प्रार्थना गर्दा याद राख्नुपर्ने कुरो के रहेछ त? प्रभुसँगको ठिक सम्बन्ध, अनि विश्वास, अनि लगातार, अनि परमेश्वरको इच्छा। यदि हामी परमेश्वरको इच्छाको विपरीत प्रार्थना गर्छौँ भने परमेश्वरले प्रार्थना सुन्नुहुन्न। मानिलिनुहोस् तपाईँ परमेश्वरको इच्छा छ, तपाईँ मुम्बईमा रहेको प्रार्थना गर्दै हुनुहुन्छ म दुबई जान चाहन्छु, होइन म जान्छु, होइन म जान्छु, होइन, अनि त्यहाँ भन्दछ परमेश्वरले केही समयको लागि ल दुबई सुने प्रार्थना ल दुबई, अनि दुबई गयो। त्यो परमेश्वरको सिद्ध योजना थिएन। परमेश्वरको सिद्ध योजना तपाईँको जीवनमा के थियो? मुम्बईमा। या परमेश्वरको सिद्ध योजना थियो दुबईमा, होइन? सो परमेश्वरले गयो अनि प्रब्लममा पऱ्यो, फेरि घुम्थेर फेरि मुम्बईमा भयो, होइन? किन? परमेश्वरको पर्फेक्ट सिद्ध योजना मुम्बईमा, परमेश्वरको इच्छा र योजनालाई खोज्न मानिलिनुहोस् एउटा जवान क्रिस्चियन भाइले मैले एउटा मजाको नन क्रिस्चियन बहिनी भेटाएको छु, प्रभु प्लिज उसको हृदयमा पुरा गर्न। होइन 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 प्रभुले हामीलाई फ्री विल प्रभुले हामीलाई दिनुहुन्छ ल, तर एउटै छ बिहारले प्रब्लम। I'm sorry bro, मैले मिस्टेक गरेछु। अब त्यो विवाह यस्तो होइन कि निकालेर त्यो त होइन, होइन? सो हामी जीवनभर निभाउनु पर्छ। सो त्यहाँ हाम्रो समस्या हुँदैछ। भन्नु खोजेको जब पनि हामी प्रार्थना गर्छौँ परमेश्वरसँग ठिक सम्बन्ध, विश्वास, अनि लगातार हामी परमेश्वरको इच्छाले गर्छौँ, त्यस्तो प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। अनि एलियाले प्रार्थना गरे, फेरि 3 वर्ष बादमा पानी परेको छ। कस्तो प्रार्थना होला है? तपाईँले कहिले ट्राई गर्नुभएको छ? म काममा जाँदैछु प्रभु पानी आफै रोकिदिनुहोस्। सायद त्यो प्रभुको इच्छा हुनु, किन पानी जरुरत छ नि, होइन? भूमिस्थलमा पानी जरुरत छ। सो पानीको सिजनमा पानी आयो भने प्रब्लम हुन्छ नि, होइन? सो परमेश्वरले सुन्नु भएन, पानी झरेर झन् बेसी आयो, खोइ त प्रभु। सो परमेश्वर अनि यसले लुकाको पुस्तकमा यही कुरो भन्नुभएको छ कि तिमी लगातार प्रार्थना, किनभने स्वर्गमा हुनुहुने परमेश्वर पिताले उहाँलाई थाहा छ तिमीलाई के कुराको जरुरत छ, अनि उहाँले हामीलाई बेस्ट कुरा दिन चाहनुहुन्छ। आमेन। So, permission.